नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ हाम्रो विशेष समाचार बुलेटिन। विश्वविख्यात समाज सुधारक जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजजीको निर्देशनमा सञ्चालित अन्नपूर्ण अभियान अन्तर्गत काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर 10 स्थित एक विपन्न परिवारलाई खाद्यान्न, लत्ता कपडा, शिक्षा तथा स्वास्थ्य सम्बन्धी राहत वितरण गरिएको छ। पूर्ण ब्रह्म कबीर उपासक समाज नेपालको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा साइलो तामाङ परिवारलाई आवश्यक खाद्यान्न, लत्ता कपडा तथा बालबालिकाको शिक्षाका लागि सहयोग प्रदान गरिएको थियो। साथै स्वास्थ्य उपचारका लागि पनि आवश्यक सहयोग गरिएको आयोजकले जनाएको छ। सन्त रामपालजी महाराजजीको मार्गदर्शनमा सञ्चालन भइरहेको अन्नपूर्ण अभियानले नेपालका विभिन्न स्थानमा गरिब, असहाय तथा विपन्न परिवारलाई निस्वार्थ सेवा प्रदान गर्दै आएको छ। अभियानले भौतिक राहतसँगै आध्यात्मिक चेतना फैलाउने उद्देश्य पनि राखेको छ। संस्थाका अनुसार नेपालमा हाल यस अभियानप्रति मानिसहरूको आकर्षण बढ्दै गएको छ। मानव सेवासँगै आध्यात्मिक सन्देश फैलाउँदै आएको अन्नपूर्ण अभियानलाई नेपालभर फैलाउने योजना रहेको आयोजक समितिले जनाएको छ। सन्त रामपालजी महाराजजीसँग सम्बन्धित यस्तै समाज सुधारका समाचारहरूका लागि हेर्दै गर्नुहोला सर्च अफ ट्रुथ। नमस्कार।